अमेरिकामा यतिखेर अत्यन्तै अचम्म लाग्दो पनि र इन्स्पायरिङ घटना भइरहेको छ र अमेरिकन जनताले यसलाई सहृदयतापूर्वक अत्यन्त करुणाका साथ स्वीकारिरहेका छन्। टेक्ससको डालसबाट बुद्धिस्ट भिक्षुहरू, बौद्ध भिक्षुहरू अहिले हिँडेर 2300 मिल अर्थात् करिब 3760 किलोमिटर हिँडेर उहाँहरू टेक्ससदेखि वाशिङटन डिसी, राजधानी वाशिङटन डिसीसँग पैदल यात्रा गर्दै हुनुहुन्छ। बौद्ध भिक्षुहरू 19-20 जनाको समूहमा हुनुहुन्छ। उहाँहरूमध्ये कोही 21 वर्षका हुनुहुन्छ भने कोही 68-70 वर्षसम्मका भिक्षुहरू पनि हुनुहुन्छ। उहाँहरू अहिले अमेरिकाका विभिन्न राज्यहरू क्रस गर्दै जाँदाखेरि विभिन्न राज्यमा अमेरिकनहरूले समूहमा भेला भएर उहाँहरूलाई फुल दिने, गिफ्ट दिने, खानेकुराहरू अफर गर्ने अनि पानीहरू दिने गरिरहनु भएको छ। त्यसका साथसाथै उहाँहरूले पनि त्यो फुलहरू बच्चाहरूलाई दिने ब्लेसिङ्सको रूपमा त्यस्तो गरिरहनु भएको छ। इन्टायर अमेरिकाभरि अहिले एउटा यस्तो खालको यो अत्यन्तै पोजिटिभ मेसेज गएको छ कि यसले वर्ल्ड स्टेजमा एउटा एकदमै ठुलो परिवर्तन ल्याउन सक्ने यसको क्षमता छ। किनभने उहाँहरूले कुनै नाराबाजी गर्नुभएको छैन, उहाँहरूले कुनै साइन डिस्प्ले गर्नुभएको छैन, उहाँहरूले कुनै पनि किसिमको मेसेज दिनुभएको छैन एक्सेप्ट वर्ल्ड पिस। अनि उहाँहरूको त्यो अभियानको नाम, पैदल यात्राको नाम चाहिँ वाक फर पिस हो। यो टेक्ससबाट सुरु भएर फेब्रुअरीमा वाशिङटन डिसीसम्म पुग्छ। एउटा अचम्म लाग्दो कुरा के छ भने उहाँहरूको ग्रुपमा एउटा कुकुर पनि छ र त्यो कुकुरको नाम आलोका हो, उहाँहरूले राख्नुभएको नाम। त्यो कुकुर अमेरिकन कुकुर होइन। भारतमा त्यस्तै किसिमको पैदल यात्रा गर्नु हुँदाखेरि त्यो कुकुर उहाँको पछि लागेको रहेछ। त्यसपछि उहाँले त्यो कुकुर त्यतिखेर बिरामी रहेछ, अलिकति उपचार गर्नुभयो। त्यसपछि त्यो कुकुर उहाँहरूको पछि लाग्यो र साथ छोडेन। त्यसपछि उहाँहरूले त्यो कुकुरलाई अमेरिका ल्याउनु भयो। अहिले यो 2300 मिल 3760 अराउन्ड 3800 किलोमिटर होला, त्यतिको दूरीमा त्यो कुकुर पनि उहाँहरू सँगसँगै हिँडिरहेको छ। उसले साथ छोडेको छैन र अहिले त्यो कुकुर चाहिँ नि, आलोका चाहिँ नि अमेरिकाका मानिसहरूमाझ, अमेरिकाका बच्चाहरूमाझ अत्यन्तै इन्स्पायरिङ फिगरको रूपमा प्रस्तुत भएको छ। सबै मानिसहरूले उसलाई माया गरिरहेका छन्। जहाँ जान्छन् अनि त्यो कुकुर आउँछ अनि मानिससँग आउँछ, कुकुरलाई अँगालो मार्छन् अनि त्यसपछि त्यो कुकुर फेरि फर्केर बौद्ध भिक्षुहरूसँग जान्छ। कस्तो 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 ब्युटिफुल दृश्य अहिले देख्न सकिन्छ। तपाईँहरू यो सम्बन्धी सम्पूर्ण भिडियो, स्ट्याटस अनि त्यसपछि उहाँहरू कहाँ पुग्नुभयो, उहाँहरूको मिसन के हो भनेर जान्न चाहनुहुन्छ भने उहाँहरूको अफिसियल अकाउन्ट छ, वाक फर पिस अफिसियल अकाउन्ट छ। त्यही अकाउन्टमा गएर सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ। यो चाहिँ अब के देखाउँछ भने मलाई व्यक्तिगत रूपमा के लाग्छ भने संसारमा जतिसुकै घृणा, ईर्ष्या, द्वेष, हिंसा भए पनि आखिरमा जित्ने भनेको प्रेमले नै हो, शान्तिले नै हो, करुणाले नै हो। र संसारभरिका हामी जति पनि मानवहरू छौँ, हाम्रो उद्देश्य भनेको अन्तर्निहित शान्तिलाई प्राप्त गर्नु हो, अहिंसाको बाटोमा हिँड्नु हो। र यो संसारलाई नै बौद्ध धर्म को जुन एउटा सोच छ, बुद्ध भगवानले जुन एउटा परिदृश्य देख्नु भएको थियो, लक्ष्य देख्नु भएको थियो वर्ल्ड पिसको हो, त्यसलाई प्राप्त गर्नु नै हाम्रो अल्टिमेट उद्देश्य हो भन्ने सन्देश यो वाक फर पिसले दिन्छ। मलाई अत्यन्त मन परेको कुरा यो मैले केही अगाडिदेखि फलो गरिरहेको थिएँ र म अहिले जुन राज्यमा बसोबास गर्छु, नर्थ क्यारोलाइनामा, उहाँहरू यहाँ आउनु भएपछि भिडियो गरौँला भन्ने लागेको थियो। मलाई हिजो चाहिँ मनले अलिकति मानेन। योसँग अर्को एउटा प्रसङ्ग पनि छ, मेरो आफ्नै व्यक्तिगत प्रसङ्ग पनि छ। त्यो पनि म अर्को भिडियोमा चाहिँ म तपाईँहरूलाई बताउने कोसिस गर्नेछु, इफ आई क्यान स्पिक द्याट इन अ ट्रु सेन्स। अदरवाइज तपाईँहरू वाक फर पिसलाई चाहिँ सपोर्ट गर्न सक्नुहुन्छ। यो बाटोमा मानिसहरू, यो अमेरिकन मानिसहरू 7 घन्टा 8 घन्टासम्म गाडी ड्राइभ गरेर उहाँहरू जुन बाटोबाट गुज्रिरहनु भएको छ त्यो बाटोमा गएर उहाँहरूलाई हेर्नको लागि मानिसहरूले सडकमा, उहाँहरू हिँड्ने बाटोमा ढोगेर, भुइँमा ढोगेर, ओ माई गड, what a devotion. अहिले हामी सबैले हेर्नै पर्ने एउटा यो भिडियो, एउटा यो चाहिँ नि
इनिसिएटिभ भएको छ। तपाईँहरू हेर्नुहोस्, तपाईँहरू अत्यन्तै आनन्दित हुनुहुनेछ। अनि त्यसपछि तपाईँहरूलाई कस्तो लाग्छ, यदि केही क्वेसनहरू छ भने पनि भन्नुहोला, मसँग जोडिन चाहनुहुन्छ भने पनि कमेन्ट गर्नुहोला। अनि त्यसपछि आई थिङ्क दिस इज गोइङ टु चेन्ज अ लट अफ पिपल्स लाइफ। अनि मलाई के लाग्दैछ भनेदेखि यो इनिसिएटिभ फलो गर्दै जाँदाखेरि अहिले विगतको केही दिनदेखि म आफूभित्र पनि व्यक्तिगत रूपमा केही कुराहरू परिवर्तन हुन खोजेको हो कि जस्तो महसुस भइरहेको छ। आई डोन्ट नो वेयर वुड इट टेक मी टु, तर आई थिङ्क देयर इज समथिङ चेन्जिङ इन्टर्नली विथ इन माई सेल्फ। तपाईँहरूलाई कस्तो लाग्छ प्लिज लेट मी नो एन्ड देन वी क्यान टक फर्दर है त। थ्याङ्क यू सो मच। नमस्कार।